संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको शासन प्रणालीलाई सङ्घ, प्रदेश र स्थानीय तह गरी 3 तहमा वर्गीकरण गरेको छ। संविधानतः यी 3 तहबाट राज्यशक्तिको प्रयोग हुने व्यवस्था छ। व्यवस्थापिका र कार्यपालिकाको अधिकार 3वटै तहमा प्रत्यायोजन गरिए पनि न्यायपालिका भने एकीकृत स्वरूपको छ। तथापि स्थानीय तहमा सीमित अधिकारसहित न्यायिक समितिको व्यवस्था गरिएको छ। संविधानको धारा 221 अनुसार स्थानीय तहको व्यवस्थापकीय अधिकार गाउँसभा र नगरसभामा निहित छ। यी सभाहरूले संविधानको अनुसूची 8 मा उल्लेखित एकल अधिकार र अनुसूची 9 मा रहेका साझा अधिकारका विषयमा कानून निर्माण गर्ने जिम्मेवारी पाएका छन्। तर गाउँसभा र नगरसभाबाट कानून निर्माण प्रक्रिया र सभा सञ्चालन प्रक्रिया भने संविधानको धारा 226 र 227 बमोजिम सम्बन्धित प्रदेश सभाले जारी गरेको कानून अनुसार सञ्चालन गर्नुपर्ने व्यवस्था छ। हाल सबै प्रदेशहरूले यस सम्बन्धी आवश्यक कानून जारी गरिसकेका छन्। स्थानीय सरकारले संविधानले प्रदान गरेको व्यवस्थापकीय प्रक्रिया अझै पूर्ण रूपमा आत्मसात गर्न सकेको देखिँदैन। केन्द्रीकृत शासन व्यवस्थामा केन्द्रमै सीमित रहेको ज्ञान र सिप प्रदेशसम्म त पुगेको छ, तर स्थानीय तहसम्म हस्तान्तरण हुन नसक्दा गाउँसभा र नगरसभा अझै व्यवस्थित रूपमा सञ्चालन हुन सकेका छैनन्। यही यथार्थलाई मध्यनजर गर्दै गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले सन्दर्भ सामग्रीको रूपमा यो भिडियो डकुमेन्ट्री तयार गरेको हो। यस भिडियो डकुमेन्ट्रीमा स्थानीय सभा सञ्चालन कसरी हुन्छ र कानुन निर्माण प्रक्रिया कसरी गरिन्छ भन्ने विषय स्पष्टसँग देखाइएको छ। गाउँसभा सञ्चालन गर्ने प्रक्रियाको सम्बन्धमा निर्माण गरिएको भिडियो डकुमेन्ट्रीले सबै स्थानीय सरकारहरूलाई सहयोगी हुनेछ भन्ने अपेक्षा हामीले राखेका छौँ। गाउँपालिका राष्ट्रिय महासङ्घले गाउँ तथा नगरपालिकाका सभा सञ्चालनको विधि, प्रक्रिया र तरिकाहरूलाई प्रभावकारी पार्न सकियोस्, एकरूपतामा जान सकोस्, जसले गर्दाखेरि सबै ठाउँमा एकै ढङ्गबाट ठिक समयमा काम सम्पन्न हुन सकोस् भनेर पहिला पनि प्रयत्नहरू गर्दै आएको छ। त्यो प्रयत्नको व्यावहारिक स्वरूपलाई नै देखाएर जसरी के भनेदेखि यसलाई प्रभावकारी पार्ने सञ्चालनका विधिलाई एकरूपताका साथ लाने जे काम गरेको छ त्यो कामलाई डकुमेन्ट्री मार्फत लाने, लाइभ देखाएर चाहिँ प्रभावकारी ढङ्गबाट जाने जे कुराहरू गर्नुभएको छ यो धेरै राम्रो कुराहरू छ। महासङ्घले निर्माण गरेको डकुमेन्ट्रीले सबै स्थानीय सभालाई बैठक सञ्चालन कसरी गर्ने, सभाको सचिवालय कसरी व्यवस्थित गर्ने र कानुन निर्माण प्रक्रिया कसरी अवलम्बन गर्ने भन्ने विषयमा जानकारी दिनेछ भन्ने मलाई पूर्ण विश्वास लागेको छ। गाउँसभाको बैठक बोलाउने अधिकार गाउँपालिकाको अध्यक्षमा निहित हुन्छ। कानुनले तोकेको समय, मिति र स्थान उल्लेख गरी सभाका सदस्यलाई पूर्व सूचना दिनुपर्छ। कार्यपालिकाका सदस्यहरू आज हाम्रो दोस्रो कार्यपालिकामा छलफल भएअनुसार केही विधेयकहरू सभामा पेश गर्नुपर्ने भएकोले यही मिति 2082 असोज 3 गते दिनको 1 बजे गाउँपालिकाको सभा हालमा बस्ने गरी विशेष अधिवेशनको पहिलो बैठक आह्वान गर्ने निर्णय गरियो। निर्धारित मितिमा सभाको बैठक अध्यक्षको अध्यक्षतामा सुरु हुन्छ। बैठक सुरु भएपछि उपस्थित सदस्यहरूको सङ्ख्या गणना गर्दै गणपूरक सङ्ख्या पुगेपछि मात्रै बैठक औपचारिक रूपमा सञ्चालन हुन्छ। कार्यसूची अनुसार एक विषयमा छलफल गरिन्छ। सभाका सदस्यले आफ्ना विचार, सुझाव र विमति राख्ने अवसर पाउँछन्। यसले निर्माण प्रक्रियालाई समावेशी र लोकतान्त्रिक बनाउँछ। छलफलपछि अध्यक्षले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुन्छ। बहुमतका आधारमा निर्णय हुन्छ र उक्त निर्णयलाई सभाको औपचारिक निर्णयका रूपमा अभिलेख गरिन्छ। बैठकका सम्पूर्ण गतिविधि, छलफल र निर्णयहरूलाई व्यवस्थित रूपमा अभिलेख गरिन्छ, जसलाई सम्पूर्ण विवरण अर्थात् वर्बटिम भनिन्छ। यही नै सभाको आधिकारिक निर्णय अभिलेख हो। अन्त्यमा अध्यक्षले बैठक स्थगित भएको घोषणा गर्नुहुन्छ। यसरी कानुन बमोजिम पारदर्शी र सहभागितामूलक रूपमा सञ्चालन हुने गाउँसभा बैठक नै स्थानीय लोकतन्त्रको बलियो आधार हो। व्यवस्थापिका संसदले मुख्यतः विधायिकी र गैर विधायिकी गरी 2 प्रकारका कार्य गर्दछ। गाउँ तथा नगरसभा स्थानीय तहको व्यवस्थापिका संसद भएकोले यी दुवै अभ्यास स्थानीय सभामा पनि हुने व्यवस्था छ। विधायिकी कार्य अन्तर्गत कानुन निर्माण, संशोधन, नीति तथा कार्यक्रम र बजेट स्वीकृत गर्ने जस्ता कार्य पर्दछन्। गैर विधायिकी कार्य अन्तर्गत कार्यपालिकालाई उत्तरदायी बनाउने, वित्तीय नियन्त्रण गर्ने र नागरिकको आवाज प्रतिनिधित्व गर्ने कार्यहरू पर्दछन्।
गाउँसभाको सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी हो स्थानीय कानुन निर्माण गर्नु। संविधानले गाउँसभालाई स्थानीय आवश्यकता अनुसार कानुन बनाउन अधिकार दिएको छ। तर कानुन निर्माण प्रक्रिया विधिसम्मत, चरणबद्ध र सहभागितामूलक हुनुपर्छ। सामान्यतया कानुन निर्माण प्रक्रिया 3 चरणको हुन्छ। 1. पूर्व विधायिकी चरण, 2. विधायिकी चरण र 3. उत्तर विधायिकी चरण। पूर्व विधायिकी चरण कानुन निर्माण आवश्यकताको पहिचानबाट सुरु हुन्छ। गाउँपालिकाको कार्यान्वयन अनुभव, नागरिकका गुनासा, सेवा प्रवाहमा देखिएका समस्या वा नयाँ नीति कार्यान्वयनको आवश्यकताले कानुन निर्माणको आवश्यकता पैदा गर्छ। यस्तो आवश्यकताका आधारमा विधेयकको मस्यौदा तयार गर्ने जिम्मेवारी कार्यपालिका वा सम्बन्धित विषयगत शाखालाई दिइन्छ। कानुनको मस्यौदा गर्दा विज्ञहरूको सहयोगबाट वा सहजीकरण गर्ने निकायहरूबाट प्राप्त नमुना कानुनलाई आधार मानेर पनि गर्न सकिन्छ। यसरी तयार भएको कानुनको मस्यौदालाई विधेयकको नाममा गाउँ कार्यपालिकाबाट स्वीकृत भएपछि गाउँसभामा पेश गरिन्छ। अब हुने विशेष अधिवेशनको पहिलो बैठकबाट देहाय बमोजिमका विधेयक र कार्यविधिको मस्यौदा स्वीकृतिका लागि सभामा पेश गर्ने निर्णय गरियो। कुनै पनि कानुनको मस्यौदा गर्ने चरणमा गरिने सबै क्रियाकलापहरू नै पूर्व विधायिकी चरण हुन्। सभामा विधेयक पेश गर्ने, पदाधिकारी तोक्ने, विधेयकको साथमा संलग्न गर्नुपर्ने विवरण तयार गर्ने काम समेत यसै चरणमा पर्दछ। विधेयक सभामा प्रवेश गरेसँगै सुरु हुने विधायिकी चरण उक्त विधेयक पारित भएर प्रमाणीकरण भएसँगै पूरा हुनेछ। अब सभाको बैठकमा विधेयक पेश गर्ने, सैद्धान्तिक विषयमा छलफल गर्ने, सदस्यहरूलाई संशोधन प्रस्ताव राख्न समय उपलब्ध गराउने र दफावार छलफलको लागि विधायन समितिमा पठाउने काम यसरी गरिन्छ। सभाका सदस्यज्यूहरू, अब म शिवपुरी गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक 2082 पेश तथा प्रक्रिया अगाडि बढाउँछु। बागमती प्रदेशको गाउँसभा सञ्चालन कार्यविधि ऐन 2075 को दफा 33 बमोजिम शिवपुरी गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक 2082 सभामा पेश गर्न अनुमति पाऊँ भनी प्रस्ताव पेश गर्न उपाध्यक्ष वीरबहादुर तामाङज्यूलाई अनुमति दिन्छु। सभाका अध्यक्षज्यूको अनुमतिले शिवपुरी गाउँपालिकाको वित्तीय उत्तरदायित्व कायम गर्नका लागि बनेको शिवपुरी गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक 2082 अध्यक्षज्यू मार्फत यस सम्मानित सभामा पेश गर्न अनुमति माग्दछु। सभाका सदस्यज्यूहरू, भर्खरै यस सभा समक्ष पेश भएको शिवपुरी गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक 2082 सभामा पेश गर्न पाऊँ भन्ने प्रस्तावलाई बागमती प्रदेशको गाउँसभा सञ्चालन कार्यविधि ऐन 2075 को दफा 41 बमोजिम यस प्रस्तावलाई सभामा निर्णयार्थ पेश गर्दछु। यस प्रस्तावको पक्षमा हुने सदस्यहरूले हुन्छ भन्नुहोला, विपक्षमा हुने सदस्यहरूले हुन्न भन्नुहोला। प्रस्तावको पक्षमा हुने सदस्यहरूले हुन्छ भन्नुहोस्। प्रस्तावको विपक्षमा हुने सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज नसुनिएकोले यो प्रस्ताव सर्वसम्मत रूपमा पास भएको घोषणा गर्दछु। अब म बागमती प्रदेशको गाउँसभा सञ्चालन कार्यविधि ऐन 2075 को दफा 35 को उपदफा 1 बमोजिम विधेयक प्रस्तुतकर्ता उपाध्यक्ष श्री वीरबहादुर तामाङलाई शिवपुरी गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयकका विवरण सभामा पेश गर्न अनुमति दिन्छु। सभाका अध्यक्षज्यू, शिवपुरी गाउँपालिकाको स्थानीय सञ्चित कोषको सञ्चालन तथा व्यवस्थापन, बजेट तर्जुमा, निकासा तथा खर्च, आर्थिक कारोबारको लेखाङ्कन तथा प्रतिवेदन, आन्तरिक नियन्त्रण, लेखा परीक्षण तथा अन्य आर्थिक क्रियाकलापलाई व्यवस्थित गरी स्थानीय वित्तीय व्यवस्थापन प्रणालीलाई जिम्मेवार, पारदर्शी, नतिजामूलक तथा उत्तरदायी बनाउन वाञ्छनीय भएकोले नेपालको संविधानको धारा 229 को उपधारा 2 को प्रायोजनार्थ धारा 226 ले दिएको अधिकार प्रयोग गरी शिवपुरी गाउँपालिकाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक 2082
यस सम्मानित सभा समक्ष पेश गर्दछ। सभाका सदस्यज्यूहरू, अब म बागमती प्रदेशको गाउँ सभा सञ्चालन कार्यविधि ऐन 2075 को दफा 35 को उपदफा 1 बमोजिम विधेयक प्रस्तुतकर्ता उपाध्यक्ष श्री वीरबहादुर तामाङलाई शिवपुरी गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक 2082 लाई दफावार छलफलको लागि विधान समितिमा पठाइयोस् भन्ने प्रस्ताव सभामा पेश गर्न अनुमति दिन्छु। सभा अध्यक्षज्यूको अनुमतिमा बागमती प्रदेशको गाउँ नगर जिल्ला सभा कार्य सञ्चालन कार्यविधि ऐन 2075 को दफा 35 को उपदफा 1 बमोजिम शिवपुरी गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक दफावार छलफलको लागि विधान समितिमा पठाइयोस् भन्ने प्रस्ताव गर्दछु। अब म विधेयक प्रस्तुतकर्ता उपाध्यक्ष श्री वीरबहादुर तामाङले यस सभामा पेश गर्नुभएको शिवपुरी गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक 2082 विधान समितिमा पठाइयोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्दछु। यस प्रस्तावको पक्षमा हुने सदस्यहरूले हुन्छ भन्नुहोला र प्रस्तावको विपक्षमा हुने सदस्यहरूले हुन्न भन्नुहोला। हुन्न भन्ने आवाज नसुनिएकोले यो प्रस्ताव सर्वसम्मत पारित भएको घोषणा गर्दछु। सभाका सदस्यज्यूहरू, दफावार छलफलको लागि विधान समितिमा पठाइएको शिवपुरी गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयकमा संशोधन पेश गर्न चाहनुहुने सदस्यहरूलाई 72 घण्टाको समय उपलब्ध गराइएको छ। सो समयभित्र संशोधन प्रस्ताव पेश गर्न चाहनुहुने सदस्यहरूले आफ्नो प्रस्ताव सभाको सचिवालयमा दर्ता गराउन सकिने बेहोरा जानकारी गराउँदछु। विधेयक अब विधान समितिमा पुगेको छ। विधेयक उप संशोधन प्रस्ताव राख्न चाहने सदस्यहरूले 72 घण्टाको समय उपलब्ध गराउनु पर्दछ। यसरी उपलब्ध गराएको समय व्यतीत भए पश्चात विधान समितिको बैठक बस्दछ। बैठकमा सदस्यले राखेको संशोधन प्रस्ताव सहित दफावार छलफल हुन्छ। समितिले आवश्यक परेमा सरकारवाला र विषय विज्ञसँग परामर्श गर्न सक्नेछ। विधेयकले प्रस्तावित व्यवस्थाहरूमा स्पष्ट हुन कार्यपालिकाका सम्बन्धित समिति र शाखालाई आमन्त्रण गर्न सक्दछ। अब विधान समितिले विधेयक उप संशोधन प्रस्ताव सहितको प्रतिवेदन तयार गरी विधेयकलाई परिपक्व बनाउँछ र सभाको अर्को बैठकमा यसरी पेश गरी पारित गर्दछ। शिवपुरी गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक 2082 को संशोधन सहितको प्रतिवेदन सभामा प्रस्तुत गर्न विधान समितिका संयोजकलाई अनुमति दिन्छु। श्री अध्यक्षज्यूको अनुमतिले शिवपुरी गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक 2082 माथि विधान समितिमा छलफल भएको र उक्त विधेयकमा 3 जना सदस्य 7 बुँदामा संशोधन हाल्नुभएको थियो। सदस्यहरूले राख्नुभएको सबै संशोधन प्रस्ताव उप समितिमा सहमति कायम भएकोले संशोधन भएका प्रावधानलाई समेत विधेयकको अङ्ग बनाउने यो प्रतिवेदन तयार गरिएको छ। अब म अध्यक्षजीको अनुमतिमा बागमती प्रदेशको गाउँ नगर जिल्ला सभा सञ्चालन कार्यविधि ऐन 2075 बमोजिम प्रतिवेदन यस सम्मानित सभामा पेश गर्दछु। धन्यवाद। सदस्यहरू, अब म उपाध्यक्ष श्री वीरबहादुर तामाङलाई शिवपुरी गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक 2082 लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। सभाका अध्यक्षज्यूको अनुमतिले शिवपुरी गाउँपालिकाको वित्तीय उत्तरदायित्व कायम गर्नका लागि बनेको शिवपुरी गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक 2082 अध्यक्षज्यू मार्फत यस सम्मानित सभामा निर्णयार्थ पेशको लागि अनुरोध गर्दछु। सभाका सदस्यहरू, अब यो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यस प्रस्तावको पक्षमा हुने सदस्यहरूले हुन्छ भन्नुहोला र विपक्षमा हुने सदस्यहरूले हुन्न भन्नुहोला। प्रस्तावको पक्षमा हुने सदस्यहरूले हुन्छ भन्नुहोस्। प्रस्तावको विपक्षमा हुने सदस्यहरूले हुन्न भन्नुहोस्।
हुन्न भन्ने आवाज सुनिएन। तसर्थ उपाध्यक्ष श्री वीरबहादुर तामाङले प्रस्तुत गर्नुभएको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक 2082 सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु। स्वीकृत भएको विधेयकको अनुसाङ्गिक मिलाइन्छ र नेपाली कागजमा 4 प्रति तयार गरेर अध्यक्षबाट प्रमाणीकरण गरिन्छ। विधेयकको प्रमाणीकरणसँगै यो विधेयक ऐनमा परिणत हुनेछ। उत्तर विधायिकी चरण कानुन निर्माणको तेस्रो चरण हो। यस चरणमा प्रमाणीकरण भएको विधेयकलाई स्थानीय राजपत्रमा प्रकाशित गर्ने र प्रचार प्रसार गर्ने तथा सङ्घीय र प्रदेश सरकारमा बुझाउनु पर्दछ। ऐन कार्यान्वयनको लागि पूर्वाधार निर्माण गर्ने, कानुन कार्यान्वयन गर्ने प्रयोजनका लागि नियम, निर्देशिका, कार्यविधि निर्माण गरी प्रत्यायोजित विधायनको प्रबन्ध गर्नुपर्दछ। साथै कानुन कार्यान्वयनका लागि संरचना, जनशक्ति, स्रोत र प्रशिक्षण वा अभिमुखीकरण गर्नुपर्दछ। ऐनको कार्यान्वयनबाट नीतिगत उद्देश्य हासिल भयो या भएन भनी परीक्षण गर्ने, ऐन कानुनहरूबीच तादात्म्यता रह्यो या रहेन भनेर पहिचान गर्ने, आवश्यक नयाँ कानुनको पहिचान गर्ने र कानुन समसामयिक सुधार, अद्यावधिक तथा खारिजी गर्ने कार्यको पहिचान गर्ने समेत उत्तर विधायिकी चरणमा गर्नुपर्ने मुख्य कार्य हुन्। कुनै पनि विधेयक सभामा पेश गर्ने, छलफल गर्ने र पारित गर्ने कार्य एउटै बैठकले गर्न सक्दैन, अर्थात् मिल्दैन। संसदीय अभ्यास स्थानीय तहबाट नै हुँदै आओस् भन्ने संविधानको मर्म र व्यवस्था भएकोले विधायिकी चरण पूरा गरेर मात्र कानुन निर्माण गर्नुपर्दछ। गाउँसभाले शून्य समय र विशेष समयको प्रयोग, प्रश्नोत्तर कार्यक्रम सञ्चालन, सार्वजनिक महत्त्वका प्रस्ताव, सङ्कल्प प्रस्ताव, धन्यवाद प्रस्ताव, शोक प्रस्ताव, आकस्मिक प्रस्ताव लगायतका कार्य पनि गर्दछ, जसलाई गैर विधायिकी कार्य भनिन्छ। सभाका सदस्यहरूले आआफ्नो गाउँ क्षेत्रमा भएका समस्या उप सभा मार्फत कार्यपालिकाको ध्यानाकर्षण गर्न शून्य तथा विशेष समयको प्रयोग यसरी गर्न सक्दछन्। सभाका सदस्यज्यूहरू अब समसामयिक विषयमा छलफलको कार्य प्रारम्भ हुन्छ। बागमती प्रदेशको गाउँ नगर जिल्ला सभा सञ्चालन कार्यविधि 2075 को दफा 14 बमोजिम समसामयिक विषयमा छलफलमा भाग लिन सचिवालयमा नाम टिपाउनुभएका सदस्यहरूलाई छलफलका लागि अनुरोध गर्दछु। यो 7 दिनसम्म आएको पानीले बाटोघाटो धेरै बिग्रिराखेको छ। बर्खामा पनि नलडेको बाटो पनि उडालोहरू धेरै लडिराखेको छ। यसमा पनि हाम्रो स्थानीय सरकारको ध्यान आकर्षण होस्। यसरी उठाएका सवालहरूमा कार्यपालिकाको ध्यानाकर्षण गराई 7 दिनभित्र सोको कार्यान्वयनको प्रगति अध्यक्ष मार्फत सभामा पेश गर्न सभाध्यक्षले रुलिङ गर्दछन्। स्थानीय सरकारको कार्यक्षेत्रभित्र पर्ने विषयमा सभाका सदस्यहरूले विशेष वा सङ्कल्प प्रस्तावको रूपमा पनि सभामा प्रस्ताव पेश गर्न पाउने व्यवस्था छ। सभाध्यक्षले कार्यसूचीमा समावेश गर्न अनुमति दिएपछि सङ्कल्प प्रस्ताव प्रस्तुत, छलफल र पारित गरिन्छ। यसरी पारित भएको सङ्कल्प प्रस्तावले नीतिको स्वरूप लिनेछ र कार्यपालिकाले आवश्यक कानुन तथा कार्यक्रम बनाई कार्यान्वयन गर्नुपर्दछ। गाउँ तथा नगर सभाको बेग्लै सचिवालय हुनुपर्दछ, तर अधिकांश गाउँपालिका तथा नगरपालिकाले बेग्लै सचिवालयको व्यवस्था नगरी सभाको काम कारबाही समेत कार्यपालिकाको नाममा गरिरहेको पाइन्छ। कार्यपालिका र व्यवस्थापिका बेग्ला बेग्लै संस्थागत संरचना भएकोले सभाको बेग्लै सचिवालय, लेटरप्याड र छाप प्रयोगमा ल्याउनु पर्दछ। सभाको सचिवालयको लागि बेग्लै भवन, भवन नभएमा बेग्लै कोठा र सचिवालय हेर्ने कर्मचारीको व्यवस्था गर्नुपर्दछ। त्यसैगरी सचिवालयको बेग्लै दर्ता तथा चलानी हुनुपर्दछ। कार्यपालिका भन्दा माथिल्लो निकाय भएकोले सभाका काम कारबाही कार्यपालिकाको नाममा गर्नु कानुन सम्मत मानिँदैन। स्थानीय सभाको बैठकमा ब्यानर राख्नुपर्ने कि नपर्ने भन्नेमा बहस जारी नै छ। यद्यपि सबैतिर ब्यानर राख्ने चलन स्थापित भइसकेको छ, तर ब्यानरमा लेख्ने विषयवस्तुमा भने एकरूपता पाइँदैन। मूलतः सभाको ब्यानरले भन्न र देखाउन खोजेको सन्देश स्पष्ट र सभाको गरिमा कायम गर्ने हुनुपर्दछ। जस्तै यो ब्यानरले देखाउन खोजेको सन्देशले गलत अर्थ दिइरहेको छ। यो 15औं गाउँसभा नभई गाउँसभाको 15औं अधिवेशन हो। गाउँसभा एउटै हुने र यसले गर्ने अधिवेशनहरूको सङ्ख्या भने क्रमशः थप हुँदै जाने हुनाले यो ब्यानरमा जसरी सही सूचना दिनुपर्दछ। कार्यपालिका भन्दा सभा माथिल्लो संस्था भएकोले यसरी ब्यानरमा कार्यपालिका भन्दा तल सभाको बैठक भनेर उल्लेख गर्न पनि मिल्दैन। महासङ्घले गरेको एक अध्ययनले करिब 66% गाउँपालिका र 55% नगरपालिकाले मात्र सही ब्यानर प्रयोग गरेका छन्।
नेपालको संविधानले स्थानीय सभामा बेग्लै सभामुख र सचिवको व्यवस्था गरेको छैन, जहाँ कार्यपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई नै क्रमशः सभा अध्यक्ष र सभाको सचिवको भूमिका दिइएको छ। तर सभाको बैठक सञ्चालन गर्ने सभा हलमा प्रवेश गरेपछि सभा अध्यक्षले तटस्थ भूमिका निर्वाह गर्नुपर्दछ, अर्थात् कार्यपालिकाको कार्यकारी भूमिकाबाट आफैलाई निलम्बन गरी तटस्थ रूपमा सभा सञ्चालन गर्नुपर्दछ। त्यसैले त सभा अध्यक्षले सभाको बैठक सञ्चालन गर्दै गर्दा कुनै पनि प्रस्ताव आफैले राख्न नपाउने व्यवस्था गरिएको छ। सभा अध्यक्षले कार्यपालिकाका कुनै सदस्यलाई प्रस्ताव राख्न अनुमति दिनुपर्दछ भने सभामा उठेका कुनै पनि प्रश्नको जवाफ पनि सम्बन्धित समितिका संयोजक वा उपाध्यक्षलाई दिन रुलिङ गर्नुपर्दछ। तसर्थ उपाध्यक्ष र कार्यपालिका अन्तर्गत रहेका 5 वटा विषयगत समितिका संयोजकहरूले अध्यक्षको समेत जिम्मेवारी लिएर जवाफदेही र उत्तरदायी भएर सभाको बैठकमा उपस्थित हुनुपर्दछ। सामान्यतया गाउँ र नगर सभाको बैठकमा मञ्चतर्फ सभाध्यक्ष, उपाध्यक्ष र सभाका सचिव बस्ने गरेको पाइन्छ। तर सभाको बैठक सञ्चालन गर्ने जिम्मेवारी सभाध्यक्षको मात्रै हुन्छ। सभाध्यक्षलाई प्रशासनिकको सहयोगका लागि सचिव पनि सँगै बस्नुपर्ने हुन्छ। उपाध्यक्ष भने सभाका अन्य सदस्य सरह तल नै बस्नुपर्दछ। बैठक सञ्चालन गर्दा सभाध्यक्ष तटस्थ हुनुपर्ने भएकाले त्यति बेला उपाध्यक्ष नै अध्यक्षको समेत जिम्मेवारीमा प्रस्तुत हुनुपर्छ। त्यसै गरी सभामा पेश भएका कुनै पनि प्रस्ताव पारित गराउने क्रममा सभाध्यक्षसँगै बसेर मत अभिव्यक्त गर्ने कार्यलाई शोभनीय मानिँदैन। सभाको बैठकको तयारी र हल व्यवस्थापनमा सचिवालयको मुख्य जिम्मेवारी हुन्छ। बैठकको उपस्थिति र निर्णय पुस्तिका, सभाध्यक्षको वाचनपत्र, कार्यपालिका र सभाका सदस्यले पेश गर्ने प्रस्ताव र गणपूरक संख्या यकिन लगायतका विषयमा सचिवालयले ध्यान दिनुपर्दछ। यसरी सभा हलभित्र सभाध्यक्ष, सचिव र सदस्यको बसाई, सभामा विशेष सम्बोधनको लागि आमन्त्रण गरिएको भए अतिथिको बसाई र पत्रकार तथा सभाको अवलोकन गर्न इच्छुकको लागि पास तथा बसाईको उचित व्यवस्थापन गर्नुपर्दछ। त्यसै गरी साउन्ड सिस्टम, अडियो भिडियो रेकर्ड सिस्टम, राष्ट्रिय धुन, ब्यानर, पोडियम, मर्यादा पालकको व्यवस्थापन तथा परिचालनमा समेत सचिवालयले ध्यान दिनुपर्दछ। गाउँ सभा तथा नगर सभा सञ्चालन र कानुन निर्माण प्रक्रियालाई व्यवस्थित गर्न महासङ्घले गरेको प्रयास। गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले गाउँ सभा तथा नगर सभा सञ्चालन र कानुन निर्माण प्रक्रियालाई व्यवस्थित गर्न विभिन्न सहजीकरणका काम गरिरहेको छ। यसको लागि सुरुमा स्रोत पुस्तिका प्रकाशन गरी वितरण गरिएको छ, जहाँ गाउँ तथा नगर सभा सञ्चालन र कानुन निर्माण प्रक्रियालाई सरल रूपमा प्रस्तुत गरिएको छ। स्थानीय सरकारलाई सहजीकरणका लागि प्रमुख प्रशिक्षण तालिम मार्फत स्रोत व्यक्ति तयार पारिएको छ र गाउँपालिकालाई क्रमशः प्रशिक्षित गरिरहेको छ। नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले 36औं ब्याचबाट अधिकृतका लागि सेवा प्रवेश तालिममा महासङ्घले तयार पारेको यस मोडललाई समावेश गरेको छ। 40औं ब्याचसम्म आइपुग्दा करिब 1000 जना अधिकृतलाई प्रशिक्षण दिइएको छ। गाउँ सभाको बैठक सञ्चालन र कानुन निर्माण प्रक्रियालाई व्यावहारिक अभ्यासबाट नै सिकाइ गर्ने भएकोले प्रतिष्ठानले यस पाठ्यक्रमलाई उच्च प्राथमिकता दिएको छ। सेवा प्रवेश तालिम पश्चात प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिएर गाउँपालिकामा पदस्थापन भएका अधिकृतहरूले तालिममा सिकेको ज्ञान र सिपलाई प्रयोग गरी सभाको सचिवालयलाई व्यवस्थित गर्न सक्षम भएको बताउनु भएको छ। हामीले ब्याटको त्यो 4 महिने क्रममा एउटा मोडुलमा समावेश भएको गाउँ सभा तथा नगर सभा सञ्चालन तथा व्यवस्थापन र कानुन निर्माण प्रक्रियासँग सम्बन्धित 2 दिने तालिम लिएका थियौँ र त्यो तालिममा जति पनि अभ्यासहरू गरियो र त्यो अभ्यास यो फिल्डमा आउँदै गर्दाखेरि वास्तवमा त्यो अभ्यास अनुसार चाहिँ कामहरू गर्नलाई सहज चाहिँ अनुभव प्राप्त गरेको छु र त्यो तालिमले गर्दाखेरि कार्यान्वयन गर्ने ठाउँमा आउँदै गर्दा सचिवालय व्यवस्थापनका कुराहरू र कानुन निर्माणका कुराहरू र गाउँसभा सञ्चालन तथा व्यवस्थापनसँग सम्बन्धित जति पनि आवश्यक कुराहरू छन् ती कार्यहरू चाहिँ सहजै रूपमा गर्न सक्ने चाहिँ योग्यता हासिल भएको चाहिँ अनुभव प्राप्त भएको छ। हामीले त्यहाँ तालिममा नमुना अभ्यास गरेको सिकाइबाट अहिले चाहिँ कार्यक्षेत्रमा आइसकेपछि त्यसलाई कार्यान्वयन गरेर गाउँसभा सञ्चालन गर्न, कानुन निर्माण प्रक्रिया सम्बन्धमा यहाँ कार्यान्वयन गर्नलाई एकदमै सजिलो भएको थियो। त्यो सिकाइबाट मलाई त्यहाँको जुन विषयवस्तु, जुन सहजीकरणको विधि थियो, त्यहाँको जुन विज्ञहरूले हामीलाई गाउँसभा सञ्चालनको प्रक्रिया जुन सिकाउनु भएको थियो, त्यसले गर्दा नवप्रवेशी शाखा अधिकृतहरूलाई यो गाउँसभा सञ्चालनलाई व्यवस्थित गर्नलाई र एउटा व्यवस्थापकीय शैलीबाट जुन यो गाउँसभा सञ्चालन हुन्छ त्यो कार्यान्वयन गर्नलाई एकदम सहज भएको थियो र त्यो अनुसार हामीले विभिन्न कानुन निर्माण र यहाँका गाउँसभा सञ्चालनलाई व्यवस्थित गर्ने प्रयास गऱ्यौँ।
र गाउँसभा सचिवालय स्थापना गऱ्यौँ र गाउँसभाबाट पास भएका कानुनहरूलाई राजपत्रमा प्रकाशन गरेर राजपत्रहरू पनि तयार गर्ने काम गऱ्यौँ। गाउँसभा सचिवालयको छुट्टै लेटर प्याड छाप हुने र दैनिक कार्यसूचीहरू बनाएर त्यसरी गाउँसभा सञ्चालनको प्रयास गरिरहेका छौँ। महासङ्घसँगको सहकार्यमा भइरहेका यस प्रकारका तालिम अत्यन्त प्रभावकारी भएको र सहकार्यलाई निरन्तरता दिने बताउनुहुन्छ प्रतिष्ठानका कार्यकारी निर्देशक रामशरण पुडासैनी। यो तालिम खास गरी गाउँपालिका महासङ्घसँग रहेको विज्ञता यो गाउँसभा सञ्चालन र स्थानीयको कानुन निर्माणको प्रक्रियाको बारेमा उहाँहरू त्यसको विज्ञ भएको हुनाले उहाँसँगको सहकार्यमा उहाँहरूले तयार गरेको मोडलमा स्टाफ कलेजले अध्ययनको लागि सञ्चालन गर्दै आएको छ र यो चाहिँ अब सिमुलेसन विधिबाट भन्नु त खास गरी अभिनय हामी यसलाई चाहिँ एउटा क्लासरुममा साँच्चै नै त्यो सभा सञ्चालन गरेकै जस्तो हुने गरी एउटा सिमुलेसन विधिबाट हामीले यो कार्यक्रम चलाउँछौँ र अब हामीले एउटा के छ भने यिनीहरू पोस्टिङ भएर गाउँपालिकामा गइसकेपछि त्यहाँको फिडब्याक पनि राम्रो आएको छ। जसले तालिम लिएर जानुभयो र जसले यो प्रक्रियामा समावेश भएर जानुभयो त्यहाँ गइसकेपछि व्यावहारिक रूपमा उहाँहरूले गाउँसभा सञ्चालन गर्नेमा र यो कानुन निर्माणमा उहाँले आफ्नो दक्षता देखाउनु भएको छ। गाउँपालिका महासङ्घकै चाहिँ रिसोर्स पर्सनहरू प्रयोग गरेका छौँ र त्यहाँ पनि सीमित सङ्ख्यामा उहाँहरू हुनुहुन्छ। यसले गर्दा हामीले चाहिँ गाउँपालिका महासङ्घ मिलेर यो हामीले चाहिँ प्रशिक्षण तालिम जुन हामी टिओटी भन्छौँ त्यो हामीले सञ्चालन गरेका छौँ। यसबाट धेरैजना प्रशिक्षकहरू हामीले चाहिँ तयार गर्ने भन्दाखेरि भविष्यमा यो कार्यक्रमलाई अझ व्यापकता दिएर जान सकिने चाहिँ विश्वास हामीले लिएका छौँ। सबल गाउँसभा र नगरसभा नै सुदृढ स्थानीय लोकतन्त्रको आधार हो। विधिसम्मत सहभागितामूलक र पारदर्शी प्रक्रियाबाट मात्र हामी प्रभावकारी स्थानीय शासन निर्माण गर्न सक्दछौँ। हामी सङ्घीयतामा गएको करिब 1 दशक भइसक्यो। 1 दशकको बिचमा पनि अब माथि सङ्घमा, प्रदेशमा र स्थानीय तहमा विधायन कार्य कसरी गर्ने, विधिलाई व्यवस्थित ढङ्गबाट कसरी निर्माण गर्न सक्छौँ र निर्माण भएको विधि कार्यान्वयनमा कसरी गइरहेको छ भन्ने कुरा सभा सञ्चालनका सबै कुराहरूका आफ्ना खालका अनुभवहरू सिकेरमा हामी धेरै माथि उठ्नुपर्ने हो। तर विभिन्न कारणले यो कुराहरू ढिलो भइरहेको छ। त्यसमा पनि अहिले गाउँपालिका र नगरपालिकाको विधि निर्माणका प्रक्रियालाई ठिक ढङ्गबाट लिएर आउने कुराले प्रदेशलाई पनि र माथि सङ्घलाई पनि विधि निर्माणको महत्त्व र एकीकृत ढङ्गबाट लाने कुराले पार्ने असरको बारेमा जानकारी प्राप्त गर्ने जे कुराहरू यसले दिन्छ र यस्तो कुराहरू गरेकोमा यसको सफलताको कामना मात्रै होइन, म हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु।